नमस्कार। हेटौडा गाजा भइसकेको छ, गाजा बनाइएको छ र यो गाजा बनाउने चाहिँ सरकार मेरो जन्मभूमि, मेरो आदिभूमि काठमाडौँमा बस्छ र मलाई लाज लाग्छ। हिजो मलाई विद्यार्थी भनेर बोलाएकोले मन धेरै रोयो र मैले नैतिकताको आधारमा मैले पार्टीमा राजीनामा दिएँ र म सडकमा आएँ र आज म हेटौडामा छु। भाइ प्रवीण। नमस्ते, म प्रवीण, हेटौडा 2 निवासी। म चाहिँ सरकारलाई के भन्न चाहन्छु भनेदेखि हामी नेपालको नागरिक हो कि होइन है। सर्वप्रथम मेरो प्रश्न नै यही छ नेपाल सरकारलाई, र म नेपाली नागरिक होइन भनेदेखि मलाई नागरिकता किन दियो। प्लस म जुन जग्गामा, म जुन घरमा बस्छु त्यो मेरो घरको लागि सरकारले चाहिँ जारी गरेको, मालपोत कार्यालयले जारी गरेको जुन लाल पूर्जा मलाई दिएको छ त्यो चाहिँ वैधानिक हो कि अवैधानिक हो, त्यो मलाई सरकारले भनिदिनु पर्यो। यदि अवैधानिक हो भनेदेखि मलाई नेपाल सरकारले यसको जवाब दिनु पर्यो है। म यत्रो वर्षदेखि बसिरहेको छु, मैले घरको करदेखि लिएर, सम्पत्ति करदेखि लिएर हरेक कुरा सरकारलाई दिनुपर्ने, मैले करदेखि लिएर, राजस्वदेखि लिएर हरेक कुरामा हरेक वर्ष बुझाउँछु। तर त्यसको हामीलाई बेनिफिट के त? आजको दिनमा सडक विस्तारको नाममालाई चाहिँ हामीलाई चाहिँ यस्तो हामीलाई बेघर बनाउँदैछ सरकारले। एकतर्फ चाहिँ सुकुम्बासीलाई चाहिँ तपाईँको जग्गा दिने भन्ने कुरा गर्छ होइन, त्यो चाहिँ लाल पूर्जा दिने कुरा गर्छ। अनि हामीसँग जो व्यक्तिसँग लाल पूर्जा छ, घर छ, सबै कुरा छ, त्यो व्यक्तिलाई चाहिँ आजको दिनमा चाहिँ लाल पूजाको चाहिँ कुनै औचित्य नराखिकन, त्यसको महत्त्व नबुझिकन आज चाहिँ जुन चाहिँ यो पूर्णले यो भनौँ न सरकारले दमनकारीले यस्तो हिसाबले चाहिँ तपाईँको हाम्रो घरबाट चाहिँ निकाल्ने काम गरिरहेछ, घर भत्काउने काम गरिरहेछ, यसको म घोर भर्त्सना गर्दछु। र नेपाल सरकारलाई र सडक विभागलाई र सम्बन्धित निकायलाई म यो प्रश्न गर्न चाहन्छु। ल ठिक छ, तपाईँले भत्काउनु भयो, तर एटलिस्ट जो पीडित पक्ष छन् उनीहरूसँग बसेर वार्ता गरेर एक लेभलको चाहिँ उनीहरूलाई के गर्न सकिन्छ, व्यवस्थापन गर्न सकिन्छ कि, उचित क्षतिपूर्ति दिन सकिन्छ कि, उचित मुआवजा दिन पर्छ कि, त्यसतर्फ सरकारले जोरदार रूपमा हामी यो कुरा राख्न चाहन्छु र सम्बन्धित निकायले यो कुरा सुनोस् र हाम्रो कम्पन्सेसनको कुरालाई चाहिँ मध्यनजर गरेर चाहिँ यसमा राहत चाहिँ दिन भन्ने म विनम्र आग्रह गर्दैछु। धन्यवाद। थ्याङ्क यू। हाम्रो फेरि दिदीमा आएँ, दिदीको रोएको आवाज सुन्न सकेन मैले। आइजिएफएफ हाम्रो आदरणीय रिता दिदीको पनि म अहिले आवाज लिएर यता आइसकेको छु। दिदी छि बजाचारी दिदी नेवाय भ्यामचा नरदेवी रोएको थछे क ए जुली वेकै न्याय लागि दक्को नेवा समुदाय त छुराइदियो छि थछे पिन त छुराइदियोले 지금 타시부터 출하사 주세요. 어디 비정 자정도 지금 타시비상서 최 지금 컨요에 먹고 지금 타시비상서 최 지금 타시가라나 최 पास भएपछि चाहिँ सामान्य निकायले यहाँ बिमारी नि दावोका मया सकल सोइचन दिदी नेवा समुदाय संस्कृति सम्पदा छिउ म्यामा चाहिँ त थे जुइचो थे चौधो नरदेवी म्यामा चाहिँ त आ ग्वाली याउ कि मल्याउ सुबा